गुड मर्निङ। म चाहिँ अब दागापेला साथीको बिहेमा जानु लागि रेडी हुँदैछु। अन्त ब्ल्याङ्केट पनि लाने बिहेमा बेलुका सुत्नु लागि। अन्त यो चाहिँ गाडीको पछाडि ओछाडि सुत्नेको गाडीको डनलप जस्तो। यहाँ मेरो चाहिँ साथीहरू फेट्टै आइ नपुगेर चाहिँ अब म चाहिँ यहाँ पर्खिँदा घरको बाहिर आएर पर्खिरहेको छु। मेरो घरबाट चाहिँ भ्यू यस्तो देख्छ, यस्तो देख्छ, यस्तो गरेर यो चाहिँ ब्याल्कोनीबाट चाहिँ यस्तो देख्छ मेरो घरबाट चाहिँ। अब चाहिँ म नेहाल भाइलाई बोलाएर लन्च खानु जाने। लन्च होइन, ब्रन्च। लन्च खानु बोलाएको, लन्च खाएर जाउँ भनेको, खै यहाँ नआउने भन्छ। नआउने अरे? किन नआउने अन्त? जो तपाईँको 96 गरी छेउ त पक्का फोबेछ, चिक्स ठाउँमै। अन्त केटी ब्रोकरेज गरिदिनुहोस् नि, केटी ब्रोकरेज। अब ब्रन्च यहाँ नेहाल चाहिँ मोमो फ्राइड राइस। म चाहिँ भातै खानुपर्छ नपलेर। मोमो त दुईजना गरेँ। 8बाट पर्खेको मैले चाहिँ भात पनि 2 खेप खाइसकेँ मैले। अन्त यहाँ भागत म चाहिँ उठ्नु नि 10 बजी मात्रै उठेको। तिमी चाहिँ ब्रोले मलाई 7 बजी जानुपर्छ भनेर चाहिँ भनेको थियो कल गरेर। तर मलाई 10 बज्छ 11 बज्छ भनेर थाहा थियो। 10:30 मा चाहिँ उठेको। हामीलाई चाहिँ डुबाएरै छोडेछ, हामीलाई डुबाएर। अब तर गएको अब हामी ठिकै छ नि त होइन भागत जाँदा। अब त गयो, अब जस्तै पुगि त हाल्छ होइन। ट्रिप इन्जोय गर्दै त्यही त। दागापेला टाउन है, दागापेला टाउन। तर अब न्यू टाउन प्लानिङ हुँदैछ, राम्रो हुन्छ। भागत दागापेला कस्तो लाग्यो तिमीलाई? बिन्दास आयो अघि एकछिन साफ गरेर। बिओबी ओके, बिओबी काट्यो सर हामीले। उदय आउने भाइ बाटो कस्तो रहेछ? एकदम दामी रहेछ दागापेला बाटो। अफरोड दामी रहेछ। अफरोड दामी रहेछ। यहाँ हामी चाहिँ अब परशुरामको आइपुगेँ। पुरा लेरिम छ भन्छ परशुराम। हामी चाहिँ परशुरामको घरमा आइपुग्यो। कर्णमा जाने होइन अब सर? के भोलि जाने हो सर? चुड्के कडा गीत त्रिसन के भोलि जाने हो कर्णकोमा? यता आइपुगिहाल्यो, सुत्ने ओछ्यान पनि रहेछ। भोलि जाउँ नि भोलि जाउँ नि। कर्णको घर फ्याट्टै नपाएर चाहिँ यहाँ खोज्दा अब यहाँबाट भाइ भेट्यो। यो भाइसँग क्यारमबाट खेल्नु थालेको। अब यसको नाम के हो? हजुर निगेल। भाइ र म क्यारमबाट खेलौँ नि अब नि। ल सामा खोला जयगाउँ बिहारबाट आएको चाहिँ यस्तो छ बाटो चाहिँ हो। यो त यसको बिहेको लागि मात्रै बनाएको रोड हो क्या? होइन, समनमा जाँदो रहेछ। होइन समनमा चुक्दै जान्छ, रुटै हुँदैन नि। आइपुगे अब चाहिँ कर्णको घरमा बेगर। हाम्रो बेहुला छु है, बेहुला हेभी बेग नि है कडा बेकडा बेहुला हो बेहुला बेहुली है, बेहुली खोइ घुम्दैन।
सेकेन्ड डे हो कर्णको बेमा। म चाहिँ यहाँ टाउकोहरू धोएर रेडी हुँदैछु। अब दारी काट्नु त काटेँ तर पुरा पोल्यो। अब उता यता गरेर बेको लागि रेडी हुँदैछु। साथीको बे यता हो घर कस्तो मजाको भ्यू। के भयो अरे बाल छैन बाल छैन बसिरहेको छ रातभरि सुतेको पनि छैन बाल पनि छैन बाल पनि छैन मेरो चाहिँ बाल छ है ओह परशुरामले त्यहाँ हाउडी गफ लगाएर हाम्रो बेहुला केटा बनाउँछ नि त मामाहरूले फेटा बनाउनु उता यता त मामाको काम हो नि त मामाको काम फेटा चिप्लो भएर बने अडिन भन्छ खोइ माझो समय यसो हेर माग्ने माझो समय कसरी भाइ उता पट्याएर ल्याऊ यसो मान्छे यति हेला र नयाँ नोट टाल्ने फर्स्ट बेहुला नयाँ हो नि नोट त निस्के उत्ताबाट घुम्यो बाजावाला फलो मी घामले पोल्छ है के हाल खान्छु बेहुली बोलाउ न आऊ भन न किन लुकाएर राखेको से के लुगा लगाएको यस्तो खतरा छ त भन्नुहोस् चाहिएन अर्डर गर्नु
सासूले माथि एउटा यो दियो चाहिँ निकाल एउटा पनि छोडिदिनु है भेला पारेर फर्स्ट टाइम वर छिटै पनि दौड्नु भयो मैले हात मरि हात छिटै रहेछ छिटो एकताल त जित्यो है पैसा पनि बरले भेट्यो भने त पक्का जितेको अब ग्यारेन्टी जित्छ कृष्ण सर, रघु सर, फर्स सर, त्रिजन सर, सबै भगत सर, सबैलाई थ्याङ्क यू सर, थ्याङ्क यू। खानाहरू राम्रो खाएर सेफली जानु गयो भने पनि तर यहीँ बस्नु आज चाहिँ बेमा यस्तो छ चिकन भेडा खसी सब्जी भेज बात मिठो छ नि सब्जी दामी रहेछ अब भेडा चाहिँ लगाउनु बिर्सेछु यहाँ लन्च खाँदैछ अब लन्च खाएर त्यहाँदेखि चाहिँ एकछिन तल जाने फेरि कर्णकोमा यस्तो गरेर एरेन्जमेन्टहरू यस्तो मजाले गरेको रहेछ बस्नेहरू सब्जीहरू चाहिँ खाउँ खाउँ मिठो अब कर्ण सरको बेची टुङ्गिसकेको जस्तो हो ए अब सकेको टुङ्गिसके जस्तो हो अब तर त्यसमा फेरि अर्को मिति बहिनीको बिहे आउँदैछ जन्तीहरू बाटोमा आइसकेका छन् अब बबाल अर्को बिहे हुँदैछ ए अर्को बिहे अब बहिनीको बिहे हो अब चाहिँ पहिला बुहारी भित्र आयो अब छोरी बाहिर पठाउँदैछ ए दुईटा बिहे दुईटा बिहे एउटै घरमा दुईटा बिहे के सोचायो के भयो पुरा सोचाइमा पऱ्यो त कान्छी ल्याउन आँटेको केटाहरू लथालिङ्ग भएछ के भएर कुनै हिजो आउने आज जाने मान्छे हो आदि प्रोग्राम सकेको छैन आज सकेको छैन अब के अरे अब साथी परशुरामले पनि भन्दै थियो अब बहिनीको बिहे हो भन्दै हो बहिनीको बिहे हो नि त अब होइन भन्नुहुन्छ उता पर्सललाई सोधेर होइन अघि भन्यो शुभ लगन आएको छ बहिनीको बिहे हो तिमीहरू सोच बस काम गरेर बागरले के छ विचार अब के गर्ने मेरो विचार धेरैपट्टि छ अब हो अफिसको काम पनि गर्नैपर्छ यो पापी पेटको लागि के गर्नुपर्छ होइन काम धेरै छ मेरो अडिट भर्खर मात्रै सकेको मैले पेमेन्ट भोग्दैन टाइममा गर्नु सकिनँ नि मलाई पेनल्टी लाग्छ मन त छ तर सबै कुरा भनेको जस्तो हुँदैन रहेछ हुँदैन जिन्दगी भनेको जाने अब अब हिँडेको